हेलो एभ्रिवान सो धेरै दिनको बादमा भ्लग लिएर आउँदैछु होइन एक्चुअली हामी अहिले चाहिँ अरुणाचल प्रदेशमा छ जुन चाहिँ हामी पिटिसी बन्दद्वीपमा स्टे गर्छौँ एक्चुअली हामी चाहिँ परेड खेल्न आएको 26 जनवरीको होइन सो आज चाहिँ घुम्नु जाँदैछौँ हामी छ फटाकेटाहरू यहाँबाट छ सो हेर्दै गरौँ जाने जग्गा चाहिँ जीरो यो वाला जीरो हैन जेट टायर हो अच्छा तो गर्नुस् आज घुम्नु जाँदैछस् कस्तो लागिरहेछ तँलाई अब घुम्नु जाइन्छ यसो जिरोहरू हेरेर आउने हो राम्रै जग्गा छ भन्ने सुनेको छ अब राम्रै छ केटा कस्तो मजा आउँदैछ घुम्नु जानु ह कस्तो छ केटा मजा आउँदैछ घुम्नु जानु हेर्दैन गफ हो एकदम साथीको जुङ्गा तर सेटिस लाग्छ दर्ज यस्तो गर्दैन एकदम सर के छ निन्द्रा लागिरहेको छ हिजो लेट नाइट हो पार्टी फेरि हो लास्ट डे दाजु एकताल फेरि हाँसिदिनु त यसो बा के छ भन्नु कस्तो लागिरहेछ तँलाई बस बसमा के भन्नु अब बसमा पर्खिँदैछु बस भर्खर स्टार्ट हुँदैछ बस हो यहाँको जग्गाहरू देखेर नै ठाउँहरू देखेर कसम भनेको हाम्रो सिक्किम पहाड जस्तो लाग्यो सेम बस्तीहरू गाउँ गाउँ चाहिँ त्यस्तै सेम रहेछ अहिले भन्छ हामी यहाँनिर बजारमा खाजा खानु लागि आएको छौँ होइन यहाँ रोकेको छ अहिले खाजा खानु लागि चाहिँ के मजा मजाको बाछाहरू के अरे चाहिँ कसरी दाजु अब मलाई कसरी बोलाउँछ तपाईँले भन्नु त अहिले भन्छ हामी खाजा खान आएर छ होइन एकदम खाजा सुरु भयो है खाजा खानु सुरु गर्दैछु खाजा खान आएर छ दाजु भेजी हो नेपाली हिन्दी बोलेको अहिले भने चाहिँ हामी यहाँनिर माथि मन्दिर आएको छौँ होइन शिवलिङ शिवलिङ माथि गाइस अहिले चाहिँ हामी यहाँ बनेको जग्गामा आइपुगिसकेको छ यस्तो रहेछ यहाँ चाहिँ कस्तो लाग्यो दाजु जग्गा सोचेको जस्तो रहेछ सोचेको त कस्तो रहेछ सोचेको जस्तो जग्गा बोल्नै भएको छैन यस्तो रहेछ जग्गा खासै गरी भन्नु पर्दा चाहिँ ओइ सुबा कस्तो रहेछ जग्गा यस्तो पनि जग्गा रहेछ भनेर याद पाइयो गणेश दाजु कस्तो लाग्यो जग्गा बवाल लाग्यो गिरी तँलाई ठिकै छ आफ्नो आफ्नै सोच है होइन कतिजना राम्रो लागेछ कतिजना अब ठिकैको लागेछ सबै फोटोग्राफर यो हो नि फोटो खिचाइको स्टाइल चाहिँ टप 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 अम्बो पक्रायो पनि दामी छ उस्तादको असरत कस्तो लाग्यो जिरो चाहिँ अब यहाँ हेर जिरो नै रहेछ हो राम्रै छ जिरो भ्यू
जिरो भ्यू अब यसमा अहिले अफ सिजन रहेछ अब सिजनमा आएको भए चाहिँ अब केही कुछ अब दामी हुन्थेछ तर अब यतिमै सेटिस्फाई हो भन्न चलाएर पनि अब यहाँ आएन त भन्न चलाएको जस्तो होइन यही भएर जे छ त्यसमा खुसी रहनु ल लेकिन ये साला कर क्या रहा है यहाँ पे? देख्नु सक्नुहुन्छ मेरो पछाडिको भ्यू सो अहिले चाहिँ यस्तो छ तू मेरे से प्यार करती है या नहीं करती ये बता दे तू बस नहीं मैं तेरे से लास्ट बार पूछ रहा हूँ तेरा मेरे से प्यार है या नहीं है ल है हाम्रो सामने आउनु यता माझी साथी यस 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 हेलो 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 गाइस यता चाहिँ मेरो गाउँले एकदम वेलकम टु 0 पोइन्ट इटानगर अरुणाचल प्रदेश उनीको भिडियो नहाले उयो यो चुपडुङ्गा डुबाइदिएला जस्तो है मुड खराब पो सो यहाँ भने चाहिँ अहिले केटाहरू बोटिङको लागि रेडी हो यहाँ हेर्नुहोस् सो यहाँनिर बोटिङको लागि रेडी केटाहरू बोटिङ गर्ने अरे होइन के चक्कलवाला खेल्ने डिबी दालाई चाहिँ यस्तो चाहिँ यस्तै साह्रो मनपर्छ ओ मिरिकमा चाहिँ 2 खेप खेलायो है तर त उसले चाहिँ चलाउँदैन फेरि पाइडल ओइ उसले चाहिँ दाजु केही छैन दाजुले बिहा गरिसक्यो नि त छोड्दैन ल गाइस ल हे लगाऊ कहाँ लाग्यो कहाँ जानु भएको ल है गाइस यो चाहिँ केटाहरू एकदम खेल्नुको लागि रेडी खास भ्यू चाहिँ यहाँबाट देख्दो रहेछ है मजाको चाहिँ लभली खास भ्यू चाहिँ एनिवे केही छैन यस्तो रहेछ देख्नुभयो होला हो अब यति नै मै राखेँ ल अच्छा सो ल बाई बाई एउटा फोटो खिच्नु हुन्छ म पनि हो आयो तर फोटो खिचेन जस्तो हुन्छ कि सो बाई बाई रोड्दै गरौँ सो अहिले भने चाहिँ हामी चाहिँ कहाँ आइपुगेछ भन्दाखेरि यो हेरिटेज हिमालयन हेरिटेज भन्ने जग्गामा आइपुगेछ होइन अनि मेरो ब्याट्री पनि हेभी डाउन भइसकेको छ क्या चार्जै छैन तरै भए पनि सानो सानो क्लिप गर्दै तपाईँलाई म देखाउँछु नि ल ओके यहाँदेखि चाहिँ यस्तो दुःख रहेछ जग्गा चाहिँ नयाँ कुरो मजाको राम दामी हो जग्गा अझै माथि जाने माथि खतरा छ टाइटानिक फिल भएछ त्यसलाई चाहिँ फेरि यस्तो रहेछ जग्गा चाहिँ यहाँनिर अब इगल ग्याङहरू कहाँ छ यस्तो रहेछ जग्गा चाहिँ यस्तै रहेछ यहाँ चाहिँ हामी घुमिसकेर अब यहाँदेखि पनि लाग्दिएको प्लस चाहिँ दामी रहेछ तर यो ठाउँमा घुम्न आउनु भयो भने चाहिँ तपाईँहरू समरमा आउनुहोस् विन्टरमा चाहिँ केही हुँदैन रहेछ विन्टरमा पनि हुनु चाहिँ हुन्छ अरे यो यहाँनिर पानी परेर असिना पऱ्यो बरफ आयो भने चाहिँ यहाँ राम्रो हुन्छ अरे घुम्नुको लागि चाहिँ तर अहिले चाहिँ सुक्खा ठाउँ चाहिँ दामी नै छ फेरि अर्को जग्गा जान्छ त्यहाँ देखाउँछु ल तपाईँलाई अब बसमा चढेको त्यहाँदेखि ओ हेलिकप्टर र एरोप्लेन सो अहिले भने चाहिँ हामी हिँड्यो खाजा खाना आइरहेको छ होइन ओ भोक कति लागिरहेछ भोक लागेछ केटाहरू के चाहिँ खानु भयो त हौ बिरयानी खाउनु ल हामी चाहिँ चिकन बिरयानी भयो होइन सो मेरो ब्याट्री छैन सो त्यही भएर चाहिँ आजको लागि यति नै बाई हेर्दै गरौँ फेरि अर्को उयसमा ल